हेलो गाइज, हजुरहरूलाई स्वागत छ हाम्रो मिनी ब्लगमा। अब हामी चाहिँ यहाँनिर झालमुरी छ अनि यो चाहिँ पुच्का अनि पानी, यो पुच्काको पानी छ अनि यो चाहिँ आलु, यसको भित्र लगाएर खानुपर्ने हो नि त। अनि आज चाहिँ हामीले चाहिँ दिदी मैले चाहिँ खानु आँटेको छौँ। ल दिदी र म चाहिँ आज के भन्नु अब कसले बेसी खाने भनेर है हामीले चाहिँ यहाँनिर रेडी गर्न आँटेको छौँ है। बेसी ल्याएको छैन हामीले, कति 20वटा जस्तो चाहिँ होला। दिदी भने खानुपर्छ अब मजालेसँगले। कस्तो भएछ हामी टेस्ट गरेर भन्छु है तपाईँहरूलाई। फर्स्ट बाइट सर के भनेपछि फेरि खोक्दा खोक्दा होला नि। खाइ है दामी मिठो, पिरो पनि भएछ, मिठो पनि दामी। दामी भएछ, दामी। पिरो बेसी भएर चाहिँ पुरा गरम भयो है साथीहरू। बेसी खाएर चाहिँ नि यस्तो सबै जिब्रोहरू पिल्चिसके, माथिको जिब्रोको माथिको सबै। आज चाहिँ खानु मन लाग्यो होइन, त्यही भएर खाएको। बजारमा खायो भने चाहिँ 10 रुपियाँको 3टा पाउँछ, कोही जग्गामा चाहिँ 4टा पाउँछ होइन। त्यो चाहिँ अब खाएकै जस्तो लाग्दैन नि। घरमा बनायो भने चाहिँ जति खाँदा पनि भयो, जबसम्म आफूलाई ढिक मर्दैन नि तबसम्म खाँदा पनि भयो होइन। बजारमा त 4टा पाउँछ, 3टा पाउँछ, एकैछिनमा सकेको जस्तो लाग्छ। हाम्रो दिदी चाहिँ साह्रै रिसाउँछ। के भन्नु के भन्नु भएछ होइन, नआउँदै दिदी। मिठो खाइसकेको होइन, एकदम अलिअलि सुक्रेको छ, डल्लै डल्लै खानु सकेन होइन। यहाँ 5वटा त सुक्रेको छ, अलिकति सुपहरू उक्रेको छ। धन्यवाद तपाईँहरूलाई। हाम्रो भिडियोलाई हेर्नुहोस् होला, लाइक कमेन्ट गरिदिनुहोस् होला।